हेलो साथीहरु, के छ तपाईहरुको हालखबर? मेरो त एकदमै बिन्दास छ। अनि यो पालि त अब लङ विकेन्ड एकदमै रमाइलो गर्नु पर्यो हैन। त्यही भएर चाहिँ हिजो हाम्रो उता कम्युनिटीको पिकनिक थियो, एकदमै रमाइलो भयो। मैले थोरै फोटोहरु पोस्ट गरेको थिएँ। अब आज चाहिँ हामी जाँदै छौं आउटर ब्याङ्क बीच। आउटर ब्याङ्क बीच चाहिँ नर्थ क्यारोलाइनामा छ अनि एकदमै रमाइलो हुन्छ त्यहाँ, किनभने हामी एकचोटि पहिला गइसकेका छौं। अब यो पालि पनि हामी चाहिँ पहिला हामी मात्रै म बुढा र सानो छोरी भएर गएका थियौं। यो पालि चाहिँ उता आरती दिदीहरु अनि माइजूहरु अनि नबिनहरु पनि जाँदैछन्। सो ग्रुपमा हामीले एयरबिएनबी लिएका छौं अनि त्यहाँ बस्छौं, रमाइलो गर्छौं, बीच पनि जान्छौं। अब सबै कुरा त म तपाईहरुलाई मेरो भ्लगमा देखाइहाल्छु। सो मसँगै रहनु होला है त। अहिले बिहानको 4:30 मात्रै भएको छ। हिजो सुत्दा पनि हल्का ढिला भयो, त्यही भएर अलि आँखा चाहिँ निन्द्रा नपुगे जस्तै भइरहेको छ, निन्द्रा पनि लागिरहेको छ। अब हामी एकछिनमा हिँड्छौं। आज चाहिँ खास हाम्रो मोही एकदम मिस भइरहेकी छ। मोही सधैँ हामीसँग हुन्थ्यो नि त, तर यो आउटर ब्याङ्क बीच चाहिँ खै के रहेछ। लास्ट टाइम पनि हामी जाँदाखेरि उ थिएन अनि अहिले पनि छैन। हामीले त एकदम मिस गरेछ मोहीलाई। तर उ पनि अब घुम्दै छ आफ्नो बुढासँग, मजाले रमाइलो गर्दैछन् उनीहरु। हजुरलाई त हाई आयो नि त, निन्द्रा लाग्यो। ल हाम्रो एउटा टोली चाहिँ आइपुग्यो। कफी बिनाको जीवन, कफी बिनाको जीवन भने जस्तै छ। कफी बिना चाहिँ ल बुढा चियर्स चियर्स। ल अब हामी चाहिँ यहाँ स्टारबक्सबाट अब हामी लाग्दैछ हाम्रो गन्तव्यतिर हैन। ल हाम्रो यो ग्रुप हो। ल सबैजनाले हाई भन्दिनु है त। हेलो हाई। त्यो चाहिँ हाम्रो दिदीहरुको गाडी हो, ठ्याक्कै मेरो झ्यालमा देखियो के। ल नबिनहरुको गाडी चाहिँ अलिकति क्रस भयो। ए यो टनलमा छिर्यौं हामीहरु। छिरिसक्यो होला नि, अलि ट्राफिक पो रहेछ यहाँ त। मान्छेहरु टनल भित्र गाडी रोकेर है सामानहरु के गर्न थालेका, तिनीहरुलाई पुलिसले छोड्छ त। राइट ब्रदर्सले के अरे प्लेन उडाएको पहिलो पल्ट हैन, प्लेन उडाएको ठाउँमा आए। मान्छे त हेर्दियो त कति राम्री छिन्। चटपट पार्टी हामी जहाँ गए पनि फेभरेट कुरा है चटपटे हैन। हावा बेसरी चलेछ कि हामी चाह्यौं, तर यस्तो मजाले हावा चलेछ कि हल्का छिटो खालको छ होइन। नवीन कति हेल्प गर्छौ है तिमीले, हाम्रो प्रिय भाइ हो र। हेर्नु अहिले यहाँ मेरो भ्लगमा आउनु नि, फेरि तपाईहरु धेरै बाहिर बाहिर नहिँड्नु त। चटपटे खाइन्छ, चटपटे पार्टी। ल हाम्रो दामी चटपटे रेडी भयो। मुखबाट पानी आइसक्यो, मुखबाट पानी आइसक्यो। छिटो गरम त भयो। ल चियर्स चियर्स। सबभन्दा पहिलो खाना कफी पिएपछि अनि त्यसपछि चटपटे खाने को हामी। फर्स्ट मिल आजको चटपटे। राम्रो है। म त उताबाट के रहेछ भनेको त, यो त सपहरु पो रहेछ। यो चाहिँ अब बीच एरिया सुरु भयो क्या यहाँको है। अनि घरहरु चाहिँ सबै पसलहरु पनि, अब घरहरु पनि सबै चाहिँ कस्तो भने एउटै खालको स्टाइलको जस्तो रहेछ यतातिर। न चटपटे खायौँ हैन, दुई थाल। पेट कस्तो फुलेछ। अब चाहिँ गइन्छ बीचमा गएर यस्तो स्विमिङ गरिन्छ, यस्तो स्विमिङ गरिन्छ कि अहिलेको चटपटे सब फालिन्छ के। हेलो हेलो साथीहरु, यो स्विमिङ गरिन्छ भन्ने कुरो सबै नाटक।
हामी चाहिँ हाम्रो एयरबिएनबीमा आइपुग्यौँ। यो चाहिँ हाम्रो किचन। मासु डिपार्टमेन्ट मासु भित्र राख। मासु खै मासु उही छोडेर आएको। आहा यहाँ कति राम्रो फेरि यता। वाउ। हाम्रो बीच ल हामी चाहिँ अब बीच जाने तयारी जाँदैछौँ। नानीहरू पर पुगिसके। जल्दी जल्दी हिरोइनहरू। हामी चाहिँ आज दह्रो हानिन्छ होइन डाइभ डाइभ हान्दैछौँ हामी डाइभ। पपकर्न भुट्दैछौँ हामी यहाँ। माइजु स्पेसल रेसिपी। अहिले हामीले चिया बनाएर मकैले चिया खाइन्छ होइन। त्यसपछि हाम्रो बन्छ अनि अर्को कुरा हामी चाहिँ पनि त्यहाँ खान्छौँ। हाम्रो डिनर स्टार्ट हुन्छ। डिनरको लागि हाम्रो छ लोकल कुखुरा। कहिले पनि त्यही हुन्छ। अस्ति नै त्यही थियो नि होइन। कटर भेजिटेरियनहरूलाई चाहिँ कटर। चक्लेट कहाँ छ? स्टोरमा। स्टोर कहाँ छ? मनमा। बनमा। बन कहाँ छ? मनमा। मन कहाँ छ? यहाँ भित्र। वाउ वाउ। हाम्रो चाहिँ यो लिभिङ रुम हो। यहाँ किचन छ। अब हामी चाहिँ यहाँ खाना बनाउँछौँ मजासँग होइन। खाना त पछि बनाउने खोज्छ। अब हामी चिया खान्छौँ है। चिया र मकै दुध दिन जानुभएछ। के हो मामा यो 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 कटर कस्तो छ कटर? चिकनभन्दा मिठो छ। चिकनभन्दा मिठो छ। साग काट्दैछु बेलुकालाई डिनर। हेर्नु यहाँ कटर पाक्यो होइन। यो भेजिटेरियनको लागि। यहाँ हाम्रो साग पाक्छ। यहाँ चिकनको लागि यो के हो? यो कुखुरी कुखुरीका यो घोर्ले हो। यो घोर्ले कटर कस्तो लाग्यो हजुरलाई चाख्नु भएको नि? कटर सही छ। कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा। मेरो चाहिँ दिदीलाई भन्नु गएर कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा। माइजू कटर दामी भएछ। कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा। राम्रो चिकन खा जस्तो रहेछ हो। कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा। कटरमा तिम्रो ज्वाइँ आयो। Naveen bhai is doing so many struggle for Chuttain chicken. Chuttain chicken. Chicken is so loving. They are not Chicken is separating. so ghorle. Chicken is so ghorle. Chicken is not separating. He is trying to separate them. मामालाई माइजू हेर्न मन लाग्यो। नजिकै आउनु भयो। माइजूलाई त हेरिदिनु। मामालाई मुस्कान दिनु ल। आहा यो सबै खाने हो। खाऊ खाऊ। के पकाउँदै हुनुहुन्छ तपाईँ दिदी? म चाहिँ अब न्युट्रेला सार्नको लागि न्युट्रेला फ्राई गर्दैछु। ठिक छ। यो पनि सही हो। एउटा ठुलो भान्नु पर्यो कि। यो चाहिँ हाम्रो चिकन पाक्दैछ। यो चाहिँ फार्मको एकदम प्योर लोकल चिकन हो है साथीहरू। यहाँ चाहिँ सबैजनाले कसैले के बनाएको मिलेर मैले चाहिँ भ्लग खिचेको के।
जब तिमी आयुमा छ रुन्छ जुन पनि टुलु टुलु किन तिमीलाई आज जब कोई मुश्किल पड़ जाए तुम देना साथ मेरा ओ हमनवा ये कोई है न कोई था जिंदगी में तुम्हारे सिवा देता है हर कोई साथ तुम मगर अंधेरों में ना मेरा थोड़ा सा प्यार हुआ है थोड़ा है बाकी हम तो दिल दे चुके मेरे दिल में ख्याल आता है कभी कभी मेरे दिल इशाराले बोलाउनु पर्दैन माया के खाँचो त्यसैले त बोलाउन मन लाग्यो माया नभए बोलाउन के खाँचो ऐसे हुआ अच्छा हुआ ना मैं जानू ना तू जाने हो गए हम दीवाने इश्क हुआ आसमाए हाय यूं पिघलने लगा मीठे हेरी जमी चलने लगी धड़काए दिल सांस थमने लगी ल हामीले चाहिँ अब यति बेलासम्म खाना बनाएर कति रमाइलो गऱ्यौँ है राइस यो साग यो लोकल चिकन यो काँक्रा अहिले हामी कहाँ छौँ हामी एयरबिएनबीको पछाडि जाडोमा चिरो गोडेर समर भ्याकेसन त्यही त भाइ छ नवीनको टाउ गएर कति इन्जोय गरे यिनीहरूले गुड मर्निङ साथीहरू सो यो चाहिँ अब आज हाम्रो नेक्स्ट डे हो आज वेदरले यस्तरी धोका दियो नि पुरै पानी परेर हामी चाहिँ सनराइज हेर्न भनेर आएको सनराइज हेर्न चाहिँ पाएनौँ हेर्नु न सनराइज हेर्ने भनेर यो ठ्याक्कै यस्तो भ्यू भएको लिएर झन् एयरबिएनबी लिएको अनि वहीँ नजिकै छ बिच पनि 2 मिनटको वाकिङ तर चाहिँ हामी जानै पाएनौँ गएनौँ आर यु रेडी Of course, yes. त्यो चाहिँ लेडिज पार्टीहरूले के अरे ब्रेकफास्ट बनाउँदै हुनुहुन्छ सबै आफ्नो आफ्नो स्पेसलिस्टहरू हुने यिनीहरू सबै अनि सही सुत्यो आज राति एकदम मिठो निन्द्रा पर्यो सिर्जना तिमीलाई कस्तो लाग्यो त नि आजको यहाँ हाम्रो बसाइ एकदमै रमाइलो लाग्यो एकदमै इन्जोय भयो अब हामी चाहिँ अन्तिम उसमा छौँ अनि त्यही भएर यहाँ फोटो सेसन हुँदैछ फ्यामिली फोटो हुँदैछ हामीले फोटो खिचिसक्यौँ अब बुढो अब घर जाने बेला भयो है त्यही त कति मिस भयो मोही कति भिडियो बनाइदिने कति फोटो दिन्छ छोरीले अब एक्लै रमाउने दिन त्यही त अब चाहिँ हामी फाइनल्ली यहाँबाट घर जाँदैछौँ अनि हामी अब घर जान्छौँ भनेर के ल सबैजनाले बाई भनिदिनु बाई
Hey, I got gifts for you guys. गर्ल्सको जस्तो छ नि This is for the चप्पल रहेछ यो त क्यान्स ओपनर हो कि मेरो लागि यो वालेट वाउ सानो बुके रहेछ so beautiful Thank you. अनि हजुरको ट्रिप चाहिँ कस्तो भयो त ए राम्रो भयो एकदमै सबै कुरा ओभरअल चाहिँ सबै राम्रो थियो तर एकदमै तँलाई मिस गरेँ भनेर भनिहालेँ होइन किन भन्दा मलाई मिस हुने त मेरो मुटुको टुक्रा मिस भइहाल्छ नि